सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लगमा स्वागत छ तपाईँहरूलाई। र यसै गरी म पनि फेरि हजुरहरूको माझमा नयाँ भिडियो लिएर आइसकेको छु। यहाँ साथी र म छौँ। साथीको चाहिँ टक्क होइन अलिअलि काम छ खुदीतिर। यता चाहिँ छ हाम्रो लोकल ड्राइभिङ स्कुल। यहाँ चाहिँ तपाईँले कार, बाइक, स्कुटर सबै सिक्न सक्नुहुन्छ। हामी चाहिँ अब जानेवाला छौँ। किनले गाइज हामी चाहिँ यहाँको बाहिर प्रवेश गरिसकेका छौँ। भने साइकलको लागि बाटो त्यो साइड नै छ अनि यो चाहिँ फुटपाथ। यहाँ हामी चाहिँ रमाइलो भइरहेको छ। यहाँ पहिला बाटो नभन्दाखेरि हामी दह्रो हिँडेको थियौँ अनि बाटो बनिसकेपछि चाहिँ हामी गाडीमा यात्रा गएको थियौँ। रोड त टुक्ने विदेशभन्दा कम छैन कि यस्तो बवाल छ कि यस्तो बवाल छ। अझ नाइटमा हेर्नुपर्छ, ड्रोन सोट हेर्नुपर्छ, कस्तो दामी देखिन्छ क्या। वान अफ द किङ विवसको बाइक चाहिँ त्यहाँ छ। हावाले उडाएर त्यहाँ चढाइदियो अरे बाइक। विवसको बाइक यो चाहिँ विवस, त्यो चाहिँ विवसको बाइक। हिजो अस्तिको हावाहुरीले चाहिँ विवसको बाइक चाहिँ त्यहाँ लगाएर चिप्काइदिछ। सो त्यही हो गाइज, मेरो भिडियो हेरिदिनु होला। आज चाहिँ हल्का भिडियो डिफ्रेन्ट टाइपको हुनेवाला छ। किन भन्दाखेरि म डिफ्रेन्ट प्लेसमा आएको छु नि त। यहाँ घाम त त्यति चर्को त लागेन, तर पनि के यस्तो पोलिरहेको छ घामले, पसिना निकालिसक्यो। रुमाल पनि लिएन, अब रुमाल लिँदा बानी नै छैन हाम्रो। सो गाइज हामी चाहिँ यतिखेर भाइरल रोडको बिचमा आइपुगिसकेका छौँ भने हामीलाई दर्शकहरूले हेरिरहेको छ रोडबाट, तर पनि मलाई बाल छैन। यो चाहिँ बब्बाल पार्टी प्यालेस। यहाँ चाहिँ अब विवाहको बिहा गर्नुपर्छ। विवाह तपाईँहरूलाई बिहा वर्तमान पर्नु छ सन्त एन त्यहाँ पूजापाठ गर्न मन छ भने यो पार्टी प्यालेसलाई सम्झिँदा हुन्छ। यो चाहिँ हाम्रो सरको पार्टी प्यालेस हो। सो मलाई कन्ट्याक्ट गर्नु सक्नुहुन्छ भनौँ भने, म त्यहाँको म्यानेजर होइन, मसँग कन्ट्याक्ट छैन। त्यसैले आफैले बुझेर आउनु होला है त। अहिलेको खेतको हालत यस्तो छ, अब ट्याक्क आरिया तासेर ट्याक्क यहाँ खेत रोप्नु पर्ने हुन्छ, तर हामीले होइन अरूले। सो मकै देख्न सक्नुहुन्छ, मकै त कस्तो भयो त। यस्तो मकै त्यस्तो खेती गरेर काहीँ काम लाग्छ। अब त्यो बस्तुलाई हुन्छ, बस्तु भाउले खान्छ। कस्तो सिनेमेटिक आउँछ क्या हामी फेरि। यस्तो बबाल छ, यस्तो सुनसान टक्क बत्ती हेर्नु, यस्तो आकाशमा बत्ती फेरि यति लामो अग्लो राखेर यस्तो बबाल छ कि यस्तो बबाल छ कि यो रोड आमा मनमुटु खान्छ, मनमुटु। रियाक्सन भयो, रियाक्सन। म चाहिँ सधैँ चस्मा लाउँछु कि बाहिर हिँड्दा, किन भन्दाखेरि म फेरि एकदम घाम हुन्छ कि, घाम भएपछि फेरि आँखामा ड्यामेज हुन्छ नि, आँखामा ड्यामेज हुन्छ फेरि अन्त हुन्छ भन्न त नमिल्ने। तर जस मलाई यस्तै चस्मा लाउँदा नलाउँदा भन्दा लाउँदा अलिक कम्फर्टेबल हुन्छ नि त। सो त्यही भएर मैले चाहिँ चस्मा लाउँछु सधैँ। अनुहारको दाग, पोटी मुसा हटाउने, अनुहारमा दाग नदेखिने गरी सिलाउन र चोट लागेर हड्डी भाँचिएमा रड राखेर वा नराखिकन अपरेसन गरिने। सो तपाईँहरूको नि यस्तै समस्या छ भने सम्झिनुहुन्छ यहाँको क्लिनिकको नाम पनि के हो यार। म चाहिँ हजुरहरूलाई यहाँको क्लिनिकलाई देखाइदिनेवाला छु है त। अब डेन्टल क्लिनिक, मिसन डेन्टल केयर सेन्टर। सो तपाईँहरूले यहाँ सम्झिन सक्नुहुन्छ है त। ठ्याक्कै माथि खुले डाँडा जाने बाटोभन्दा हल्का तलपट्टि यता खुदी जाने रोड है त। हामी चाहिँ यहीँ आएका छौँ साथीको दाँत हल्का सफा गर्नलाई। तपाईँहरूले सम्झिन सक्नुहुन्छ यहाँको डेन्टललाई। हामी यहाँ बसेको चाहिँ लगभग 3 घन्टा हुन लागिसकेको छ, तर पालि भर्खर आएको लास्ट टाइम लाग्ने रहेछ दाँत सफा गर्नलाई फेरि। त्यही भएर मेरो मोबाइलमा चार्ज पनि छैन। सो त्यही भएर मेरो यो भिडियो चाहिँ यहीँ गरिदिन्छु। थ्याङ्क्स फर वाचिङ दिस भिडियो एन्ड डोन्ट फर्गेट टु लाइक, सेयर, सब्सक्राइब भन्दै म पनि फेरि यो भिडियोबाट बिदा हुन चाहन्छु र अर्को भिडियोमा भेटौँला, रमाइलो गरौँला है त गाइज। बाई बाई।